छोप्न नलागिने गर न म छेल्ले चाहिँ यस्तो छ भिडियो। हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। र आजको ब्लग मैले सुरु गर्दैछु चोरदेखि र आजको ब्लग हुनेवाला छ अनबक्सिङ। यो चाहिँ माइक होइन, मैले अस्ति भर्खर किनेर ल्याएर आएको थिएँ। यो मैले सोचेँ कि यो पनि अब यसो अनबक्सिङ गराएको देखाइदिउँ सबैलाई भनेर होइन। त्यो आज म गर्छु यसको अनबक्सिङ। र यो माइक ल्याउनुको कारण चाहिँ के थियो भन्दाखेरि म एकचोटि वहाँ राजस्थान गएको थिएँ जयपुर घुम्नको लागि। अनि मैले एउटा भ्लग बनाएको थिएँ कि होइन। अनि एउटा मैले दाइलाई यस्तै भिडियो बनाउनु दिएर अनि म टाढाबाट बोलिरहेको छु, भोइसै आएन कि। त्यसपछि मैले सोचेँ अलिकति केही इन्भेस्ट गर्नु पर्यो होइन। अब त्यो एकचोटि किन्यो भने सधैँभरिको लागि हुन्छ भनेर खास मेन किन्नुको रिजन चाहिँ यो हो है। खास मैले किन्नेवाला त थिएन, त्यही पनि अब भोइसै नआएन कि होइन। बाहिर अरू मान्छे कराएको र म बोलेको त सुनिँदै सुनेन, त्यही हो र म चाहिँ आज यो किनेर लिएर आएको अस्ति चाहिँ। अब त्यो यसको अनबक्सिङ गरौँ के पाइन्छ भनेर। अनबक्सिङ त मैले सबै गरिसकेँ अनि मैले युज पनि गरिरहेको छु। अहिले जुन भोइस छ नि त्यो यही माइकको भोइस हो होइन। कस्तो आइरहेको छ तपाईँहरूले कमेन्टमा भन्नु होला। अहिले म बिना माइकको पनि भोइस देखाउँछु होइन। बिना माइकको कतिको भोइस आउँछ कि नै त्यो पनि म चेक गराउँछु तपाईँहरूलाई। माइक ल्याएर कतिको फरक पर्छ अनि माइक बिना कतिको फरक पर्छ भनेर त्यो सबै म तपाईँलाई देखाउँछु होइन। र ढिला नगरिकन यसलाई गरौँ अनबक्सिङ होइन। अनबक्सिङ गर्छस् केटा? गर्दैन? किन गर्दिनस् त? ढिला नगरिकन गरौँ यसलाई अनबक्सिङ खतरा टाइपमा। ल देखा न यता लिएर आन कहाँ के। ल गाइस म यसो पहिला अनबक्सिङ गर्छु होइन के छ टक्क। छोप्न यसमा त्यही र पहिला चाहिँ यस्तो कार्ड आउँछ होइन, जो कि एकदमै प्रिमियम लाग्छ। अनि यहाँ छ एउटा हाम्रो वायरलेस माइक छ हाम्रो। अनि यसलाई यस्तर निकाल्ने टक्क यस्तर निकाल्ने। यो चाहिँ हाम्रो वायरलेस माइक देख्न सक्नुहुन्छ, एकदमै बबाल छ। यसमा चाहिँ दुईटा रिसिभर हो कि दुईटा माइक छन्। यस्तो छ माइक नहल्लागिने गर न, कस्तो हल्लाएर म छेल्ले टोकेको र यहाँ चाहिँ दुईटा चाहिँ माइक छ होइन। अनि माइकमा लगाउने यो पनि रहेछ। अनि देख्न सक्नुहुन्छ माइकको चाहिँ यस्तो छ भित्रबाट होइन। रिपोर्ट हुन्न त्यस्तै छ धन्य। यस्तो हेर्दाखेरि अब यसलाई त म तपाईँलाई जोडेर पनि देखाउँछु। यस्तो छ यो माइक हो। अनि यो चाहिँ अब आवाज लागेको हुन्छ नि त क्लियर आउँछ भनेर यो चाहिँ त्यही रहेछ। अब यसलाई जोडेर चाहिँ यस्तरी जोड्ने टक्क होइन। यस्तो छ त्यो एउटा त मैले लगाइसकेको पहिल्यै। अनि यसको चार्जर पनि पाइने रहेछ, एउटा चार्जर पनि छ, एउटा चार्जर पनि छ। अरू के छ? गाइड कपी छ, यस्तो छ गाइड कपी छ, अरू केही पनि छैन। भिडियो दुईटा माइक मिल्छ अनि त्यो बक्स यस्तो छ। अनि तपाईँहरूलाई म रिसिभर पनि देखाउँछु होइन। रिसिभर पनि ठिकै छ होइन, एउटा रिसिभर अनि दुईटा वायरलेस माइक ठिकै छ होइन। अब म तपाईँहरूलाई यसको माइक लाएर पनि देखाउँछु र माइक नलाएर पनि देखाउँछु। एकचोटि तपाईँहरूलाई यो भोइस सुन्नु भएको नि जुन यो चाहिँ माइक लगाएर है म एकचोटि माइक निकालेर चेक गराउँछु है भोइस कस्तो आउँछ भनेर। त्यही साथीहरू मैले चाहिँ अहिले माइक निकालेँ र माइक निकालेपछि भोइस कस्तो आउँछ तपाईँहरूले कमेन्टमा भन्नु है। माइक निकालेँ अनि म चाहिँ कति टाढासम्म जान्छु है। म चाहिँ यति धेरै टाढा गइसकेँ र भोइस कस्तो आहा अब चाहिँ यो माइक जोडेर चेक गर्छु होइन भोइस कस्तो आउँछ भनेर। क्वालिटी त फरक हुन्छ नि त। अब भने मैले माइक जोडिसकेँ र यसको भोइस क्वालिटी कस्तो आउँछ त तपाईँहरूलाई भन्नु होला। र यसको रेन्ज थाहा तपाईँहरूलाई कति टाढा छ म तपाईँहरूलाई गरेर देखाउँछु है। ल अहिले म कति मिटर आएको छु तपाईँहरूले देख्न सक्नु होला। मैले अलि टाढा आएको छु। अब म ऊ पारी गएर आउँछ है कतिको भोइस आउँछ म देखेको कि नै यार। अहिले म देखेको छु कि नै, मैले अहिले हात हल्लाइरहेको छु यहाँ पारीबाट होइन। भोइस आयो कि नै, भोइस रेकर्ड भएको होला। त्यही हो मैले मोबाइल देखेको छैन, त्यो भोइस चाहिँ आइरहेको होला। माइकको पावर माइक किन्नुको कारण चाहिँ त्यही थियो। त्यही हो मैले देखाइहालेँ। पानी रहेछ यार। अब केही भाइहरू छन् यहाँ यता देख नि त। यहाँ कोही भाइहरू छन्। के भन्न चाहन्छस् त भाइ? के जान्दिनँ के जान्दिनुहोस् ए साथीहरू। म आउँछु अर्को नेक्स्ट भ्लगमा बबाल भ्लगमा। र आजसम्मलाई भिडियो कस्तो लाग्यो एउटा लाइक गरिदिनु। भिडियो मन पर्यो भने ल आजको भ्लग